सो गुड मर्निङ गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ हामी सन्डेको दिन बिदा र हामी चाहिँ आज माछा मार्नको लागि नदीतिर जाँदैछौँ। तिनजना भएर दाइ हुनुहुन्छ, म अनि एकजना साथी। र आज चाहिँ हामी बिदाको दिन हल्का घाम पनि लागिरहेको छ र मौसम राम्रो छ। र आज चाहिँ हामी टक्क माछा मारेर साँझ चाहिँ रुममा आउँछौँ। र कस्तो हुन्छ आजको दिन सबैजनाले हेरेर साथ दिनु होला, अन्तिमसम्म हेरेर साथ दिनु होला, माया गरिदिनु होला। ओके, बाई बाई। अब चाहिँ हामी जान्छौँ। हामी चाहिँ टक्क अब साइकलमा माठसम्म जान्छौँ पहिला, अनि माठमा गएर दानासाना लिगेर अलिकति आफ्नो लागि पनि दानासाना लिगेर हामी चाहिँ टक्क नदीतिर जान्छौँ। यहाँ चाहिँ हाम्रो नाक्सीको लागि, फिसिङको लागि रडहरू छ। र यो चाहिँ अहिले हामी एकछिनमा, म पनि आज फर्स्ट टाइम जाँदैछु र कस्तो हुन्छ यहाँहरूलाई देखाउने छु। र यो कसरी गरिन्छ भनेर चाहिँ एकछिनमा हामी देखाइहाल्नेछौँ। हामी चाहिँ टक्क हिँडिसक्यौँ, दाइ र साथी हुनुहुन्छ अगाडि, रडसड बोकेर टक्क जाँदैछ। अब हामी चाहिँ माटमा गएर टक्क त्यो दानाहरू लिगेर अनि हामी फेरि नदीतिर लाग्छौँ। मौसम आज एकदम रमाइलो छ। हाम्रो चाहिँ यो गएको हप्ताको प्लान थियो, तर पानी परेर जान पाइएन। आज चाहिँ टक्क घाम लागेको छ सर, र अब जानुपर्छ। भोलिबाट त फेरि काममै जानुपर्छ। टक्क साकुराहरू फुल्या, रमाइलो छ मौसम। वाउ, यहाँनिर चाहिँ हाम्रो एउटा स्कुल पनि छ यहाँनिर, तर साकुरा फुटेर खतरा। यहाँनिर हाम्रो विश्वविद्यालय हामी चाहिँ टक्क माटमा आइसकेको छ। यहाँनिर खतरा खतरा सामान छ नाक्सीको लागि, फिसिङको लागि। यहाँनिर चाहिँ दाइले दाना लिँदै हुनुहुन्छ। चाहिँ माछा चाहिँ रन्के हाल्नुपर्छ। यहाँनिर धेरै आइटम छ, तर यो चाहिँ हामीले युज गर्न जानिँदैन। किन भन्दा बल्ल फर्स्ट टाइम आज चाहिँ यो फिसिङको लागि हिँड्नेछु। छिपोदुङ, तर यो के छ जोस् आज चाहिँ रमाइलो होला जस्तो छ ब्लग चाहिँ। यो सब नाक्सीको हुकहरू रहेछ। चाहिँ दाना लिइसक्यो र अब टक्क जाँदैछौँ माटमा केही खानेकुरा लिनको लागि। र खाजाहरू लिएर हामी चाहिँ सट्ट सिधै गन्तव्यतिर लाग्नेछौँ। मौसमले चाहिँ एकदम साथ दिएको आज। चाहिँ अब के लिगिन्छ त हामीले, के हुँदैन, मोनस्टरहरू लग्ने हो। के लगिन्छ अब चाहिँ यसो रोज्नुपर्ने हुन्छ। एकछिन म चाहिँ भिडियो पेक गर्दैछु। हामी चाहिँ आइसक्यौँ। रमाइलो हुन्छ अब। दाइले पुरै हात छोडेर दिइरहनु भयो।
दाइ खतरा हुनुहुन्छ फेरि पुरो। हामी चाहिँ आइसक्यौँ। यहाँ हाम्रो गाडीहरू पार्क गर्दैछौँ। र यहाँ चाहिँ हामी अब माछा मार्छौँ। हेरौँ कतिको माछाहरू छ। हामीलाई चाहिँ दाइले लिएर आउनु भएको यहाँ। सर के छ हालखबर? हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्नु पर्दैन? फेरि अनसब्सक्राइब के अरे माछा होला त। यो चाहिँ कोरियनहरू एकदम धेरै यहाँ चाहिँ फिसिङ गर्छ। त्यहाँनिर एउटा स्टेसन छ, यहाँनिर एउटा छ। यता तलतिर सब यस्तै फिसिङ गर्ने ठाउँ मात्र छ। माछा छैन होला त यस्तो छ हालत। तर यहाँ माछा अहिले छ कि छैन त ट्राई गरौँ न। आफूले यो खाइन्छ। दाइले चाहिँ यता सामान निकाल्दै हुनुहुन्छ, फिट गर्दै हुनुहुन्छ। टक्क आफूले खानु पर्यो पहिला अनि डाँडा काँडा सरर र क्या आनन्दको हावापानी छ यहाँ चाहिँ। आज चाहिँ एकदम राम्रो छ मौसम। अनि त गाइज हामी बल्छी चाहिँ तयारी गर्दैछौँ। हाम्रो दाजुले बल्छी तयार गर्दै हुन्छ। हामी यहाँदेखि यत्रो माछा तानेर साँझको लागि शीतल बनाइहाल्छौँ। हामीसँग कोक पनि छ गर्मीमा शीतल बनाउने। मोनिस्टर पनि छ मोनिस्टर पनि छ यता। हामीले चाहिँ बल्छी रेडी गरेर माछा छोपेर त्यसपछि तपाईँलाई देखाइहाल्छौँ। किप गोइङ गाइज। सपोर्ट गरिदिनु होला सबैजनाले। किप सपोर्ट अनि सब्सक्राइब गरिदिनु होला। इन्डीको चाइल्ड इन्डीको चाइल्ड गरे भाइरल छ मेरो पनि छ यहाँ है। देख्दैन त? देख्न सक्नुहुन्छ गाइज हाम्रो नेपालको जस्तो पहाडहरू। यसमा चाहिँ त्यहाँ चितल घोरलहरू हुनसक्छ, रातेहरू, मृगहरू, जङ्गल। यहाँ चाहिँ माछा हुनसक्छ। कैमरामा कैद हो गएर दाजुजी। ल फेरि एकचोटि हाँस पनि खानमा बोला। हाँस पनि भाइसक्यो ठुलो माछा रहेछ भनेर। यता आइज यता हो। खुसी भइसकेको छ हामीलाई चारो ल्याइदियो भनेर। हाम्रो उयो पुरानै अर्जुन दादाले चारो ल्याएर आइसक्नु भएको छ भनेर। दिन पिरै थिएन भुल्ने जति दिन घरै नआई हराउँथ्यौ कति दिन।
उही पुरानो दिनको झल्को आएको छ। माछा पर्छ कि देखिरहेछ नि अँ यहाँ खासै माछा छैन कि यो त्यो खालको चिज छैन टाइम त टाइम लाग्छ ओ वहाँनिर त्यहाँ पनि माछा मार्ने मान्छे छन् रहेछ। अब हाम्रो चाहिँ यहाँ खासै माछाको उपलब्धि भएन। हामी चाहिँ अब अर्को ठाउँ जाँदैछौँ भन्ने हामीलाई लागिरहेछ। हामी चाहिँ तल जाँदैछौँ अब। हेरौँ रहर मात्र हो अब खासै आउँदैन किन नआउने आउँछ नि हामीलाई। सक्नु पर्यो जे होस् सिक्दैछौँ। हेरौँ कस्तो हुन्छ आजको फिसिङ चाहिँ। हामी चाहिँ तल जाँदैछौँ अब। यहाँ चाहिँ खासै माछा भेटिएन। अर्को ठाउँ जाउँ न त भनेर लागेको। यो चाहिँ साइकल लेन मात्र हो, यता गाडी आउँदैन। किसानी सुरु भइसकेको छ। अब आजसम्म पर्थ्यो, अहिले चाहिँ अब गर्न छोडिसक्यो। किसानी सुरु भइसकेको छ। हाम्रो छिन्दु रङ साइडबाट ओभरटेक गरेर अगाडि गइसक्नु भएछ। दुईवटा हात छोड्नु भएछ। जानुहुन्छ उहाँ। हल्का लागिरहेको यहाँ चाहिँ यो सल्लाहलाई चाहिँ काटछाट गरेर राम्रो बनाउन लागेको रहेछ। चाहिँ कोरियनहरू चाहिँ विकेन्डमा चाहिँ यस्तो बाहिर आएर रिल्याक्स गर्छन्। पुरै काम गर्ने दिनमा चाहिँ मजाले काम गर्छन् बिहानदेखि साँझसम्म। अनि विकेन्ड बिदामा चाहिँ आफूलाई इन्जोय गरेर माइन्ड फ्रेस गर्ने चाहिँ चलन छ। यहाँनिर एकदम थुप्रै मान्छेहरू छन्। यो चाहिँ ठाउँ नै त्यस्तै रमाइलो क्या। यहाँनिर टक्क म्युजिक लागिरहेको हुन्छ। सानो मन्द मन्द भाष साउन्डमा चाहिँ टक्क म्युजिक लागिरहेको हुन्छ। वरिपरि आनन्दको वातावरण छ। पारी पारी फुलहरू फुलिरह बसन्तको सुरुवातसँगै न्यानो यो मौसम सँगसँगै रमाइलो वातावरण। यहाँ चाहिँ माछा चाहिँ सानो सानो माछा कति छ ठुलो यहाँ त माछा कति लाइन लागेर हिँड्दा कति छ न दाइ। माछा छ तर यो चाहिँ कहिले बढ्छ त।
मछाले जम्प आइरह हामी चाहिँ अर्को ठाउँमा आइसकेका छौँ तिनजना भएर यो चाहिँ अलिक ठुलो ठुलो नदी छ यहाँ टक्क अब माछा पर्छ कि हेरौँ दाइहरू चाहिँ अर्को बल्छी तयार गर्दै हुनुहुन्छ त्यहाँ म चाहिँ यहाँ माछालाई जाल हानेर केटिएक्स गयो हाम्रो बुलेट सैया सैया कस्तो सोलो हिँडेर आयो त हजुर के छ दाजु बबैमा माछा मारे जस्तो होइन नि यहाँ बबैमा माछा मार्थे भन्ने यहाँ आएर खै केही लोक त लाउन सकेनौ दाङबाट आउनुभएछ दङ्गाली हो दङ्गाली अन्य ऱ्याप आफ्नो तेउडो आउँदैछ अरे फोन गरेको थियो क्या
ओके यहाँनिर हाम्रो दुईजना भाइहरू चट्ट ओके माछा पार्ने हो कि भ्ल्यागुता पार्ने हो तर जे होस् कोसिस गरेका छन् यहाँनिर यहाँ चाहिँ आज एउटा ट्रेन पनि दौडेको छैन जे होस् हाम्रो विजय भाइले कोसिस जारी गरेका छन् रोहितले यो तालले माछा कहिले मार्छन् त्यतिकै माछा पर्छ त यहाँ कम त मेहनत हुन्छ तर यहाँनिरको यो हाम्रो गाडी चाहिँ त्यहाँ छ सबै पार्किङ ल्याएको खानेकुराहरू पनि सबै सिद्धिसक्यो तर जे होस् यहाँबाट हेर्दाखेरि चाहिँ हाम्रो भ्युजहरू चाहिँ एकदम राम्रो देखिन्छ मन नै हरर हुने खालको त जे होस् माछा परे पनि नपरे पनि आजको दिन चाहिँ हाम्रो काट्ने चाहिँ एउटा राम्रो माथि डाँडा सबै छ यहाँ गीत सुनेर जे होस् भाइहरू रमाइलो गरेको छन् यो हाम्रो भाइको कोसिसको लागि ओहो के हो मैले अब एकछिन माछा नपर्ने त होइन पर्छ तर आज खै के पर्यो पहिलो दिन भएर एकजना यहाँ माछा मार्नेको ताल यस्तो छ यो चाहिँ हाम्रो एक किसिमको एउटा टाइम पास पनि हो पारी चाहिँ हाम्रो यो कम्पनीसित यो कोरियन भुराहरू पनि रमाइलो गरिरहेछन् यता पछाडि धन्यवाद हाम्रो माछाले खाइरह ताना ताना ओ यहाँ माछा आयो 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 माछा आइसक्यो ल ल ल दाइ यसलाई निकालिहालौँ यसले चाहिँ आज खाइस बड्डा माछा निकाल्नु भएछ दाङ बबैमा मार्नु भएको अनुभवी हाम्रो डाक्टर बबैमा माछा मारेको डाक्टरले एउटा माछा पारिसक्नु दङ्गालीले फेरि दोस्रो माछा पार्न सफल इरो बाबा यहाँ तल अर्को पनि छ तेस्रो सानसानो आयो कि ठुलै माछा परेनन् भुइँमा राख न भुइँमा राख यार निकालौँ के पट्टापट मारेर घरतिर गइहाल्ने हो चरिङ्गा परेको छ चरिङ्गा ल ताना ताना रोल गरेर ठुलै तानी छ क्या ठुलो ल्याएको छ नि म हात धुन चाहन्छु अब निकाल समाता समाता भयो नि त्यसरी होइन सट्टै तान न होइन यसलाई घाउ नपर्नु दिउँ के अब के अन्त बचिती सोधिने त घाउ पनि ए आउँदैन त यार भयो त त्यो थाप्नु ल भयो चरिङ्गो 10 किलोको माछा निकाल्नु भयो हाम्रो ढडिया खै ढडिया दिजेले ढडिया खोइ निकालिसक्यो होइन निकालिसक्यो त कति पार्यो त 1 किलो माछा भएछ यार 1.5 किलो माछा फाल्दै यो हालिदिउँ है अँ। तर यस्तो हत्या त नगरौँ यार पालम के लगेर ल फाइनल्ली यति चाहिँ पारेछ यति माछा मार्यो अब यस्तो गर्दै अब छामसँग वरिपरि घुम्नुपर्छ के घाम्ने त होला नि अझै ओके आजको हाम्रो बिदा पनि यसै गरेर सकियो आज चाहिँ हामी दिनभरि माछा मार्ने बस्ने रमाइलो गर्ने गरियो के अरे माछा खासै ठुलो ठुलो परेन आज
ठिकै छ 6 बजिसकेछ अब हामी चाहिँ रुममा जान्छौँ र भोलिदेखि फेरि 5 दिन मजाले काम गर्नुपर्छ र यसपछिको नेक्स्ट विक चाहिँ मौसमले साथ दियो भने फेरि अरू नयाँ नयाँ भिडियोहरू लिएर आउने नै छु यतिन्जेलको लागि माया गरिदिनु होला सबैजनाले साथ दिनु होला भन्न चाहन्छु ओके अब चाहिँ हामी जाउँ है त हामी चाहिँ लाग्यो है त रुमतिर अब कुद्छ त साइकल चाहिँ म साटेर चलाएर साथीको उताबाट जाउँ न त्यहाँनिर मेरो हेलिकप्टर छ यो चाहिँ खासै युज गरिँदैन यसलाई यसै इमर्जेन्सी पर्दा मात्र चलाउने हो अरे के हजुर यो चाहिँ यहाँनिर इमर्जेन्सीको लागि राखेको हेलिकप्टर हो कतै इमर्जेन्सी पऱ्यो भने चाहिँ लिएर जान्छ यहाँनिर चाहिँ भित्र जान एकदम मनाइ छ भनेर लेखिरहेको रहेछ अब यहाँ धेरै बस्नु उचित हुँदैन म चाहिँ लाग्छु रुममा आइसक्यो सबैलाई चाहिँ गरौँ आजको लागि यति सबैजनालाई बाई टेक केयर आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु